पर्वमा सर्वप्रथम मारिने व्यक्ति को हुन्? अभिमान सिंह बस्नेत। कालु पाण्डेको वास्तविक नाम के हो? वंशीधर पाण्डे। गजुर नभएको नेपालको एकमात्र मन्दिर कुन हो? अशोक विनायक। काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो? जुगल। परेवा र कैदी कृतिका लेखक को हुन्? विजय मल्ल। रानी पोखरीको निर्माण कहिले भएको थियो? विक्रम सम्वत 1727। नेपालमा कहिलेबाट विद्युत सङ्केतबाट ट्राफिक नियन्त्रण गर्न थालिएको हो? विक्रम सम्वत 2023। उग्रतारा मन्दिर कहाँ पर्दछ? डोटी। रवीन्द्रनाथ टैगोरले कुन कृतिका लागि नोबेल पुरस्कार प्राप्त गरेका थिए? गीताञ्जली। पहिलो विश्व बौद्ध सम्मेलन कहाँ भएको थियो? कोलम्बो सन् 1950मा। सबैभन्दा चम्किलो ग्रह कुन हो? शुक्र। सबैभन्दा धेरै भाषामा अनुवाद भएको नेपाली कृति कुन हो? भरत जङ्गमद्वारा लिखित कालो सूर्य। नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति भएको जिल्ला कुन हो? बागलुङ। 4 गुणे मुद्रा पत्तलमा ल्याउने राजा को हुन्? प्रताप मल्ल। सबभन्दा धेरै दाँत हुने जनावर कुन हो? घोडा 44 वटा। सर्वोच्च अदालतको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2013। हिमाली प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो? रसुवा। नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो? त्रिभुवन राजपथ। भिक्टोरिया क्रस पाउने पहिलो नेपाली को हुन्? कुलवीर थापा। सिउँडीको बोटलाई कुल देवताको रूपमा पूजा गर्ने जाति कुन हो? मेचे। सर्वप्रथम भ्याट लागू गर्ने देश कुन हो? फ्रान्स सन् 1954। धिमाल जातिको पहिलो चलचित्र कुन हो? उनी। मकै पर्व कहिले भएको थियो? विक्रम सम्वत 1977। नेपालको सबैभन्दा पुरानो बैंक कुन हो? नेपाल बैंक लिमिटेड। पूर्वको पशुपति भनेर चिनिने मन्दिर कुन हो? खोटाङको हलेसी महादेव। विश्वको सबैभन्दा पुरानो भाषा कुन हो? चिनिया। नेपालको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो? स्याङबोचे 3874 मिटर। नेपालको पहिलो परराष्ट्र मन्त्री को हुन्? मोहन शमशेर। सेन वंशका संस्थापक को हुन्? रुद्रसेन। फाउन्टेन पेनका आविष्कारक को हुन्? यस प्रश्नको उत्तर तपाईहरू कमेन्ट गर्नुहोला।